म चाहिँ लाइफलाई कसरी डिफाइन गर्छु भने दिदी लाइफ चाहिँ कहिले पनि एउटा सिधा रेखामा चल्दैन। जस्तै कि डक्टरहरूले पनि त्यो सिधा रेखा देख्यो भने चाहिँ विच इज नो लाइफ अथवा डेड भन्ने बुझिन्छ। सो लाइफ चाहिँ अलवेज अप्स एन्ड डाउन आउन सक्छ। जस्तै कि तपाईँ मुनि जानुहुन्छ कहिले कहिले मुनि गएपछि फेरि माथि एकदम माथि चढ्नुहुन्छ हाइटमा, अनि कहिले फेरि मुनि। तर त्यो कुरा दुईटा त्यो मुनि र माथिको कुरालाई चाहिँ ब्यालेन्स गरेर अगाडि बढ्यो भने चाहिँ त्यसलाई नै लाइफ भनिन्छ होला, अनि सक्सेस पनि सायद मिल्छ होला जस्तो लाग्छ दिदी। त्यतिकै छोड न केशलाई उडाउन देऊ यो हावालाई, डुब्छु होला तिम्रो आँखामै डुबिरहन छ त्यही मलाई। म माया मार्दिन तिमीलाई छाड्दिन, म माया मार्दिन तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो कहिले बिर्सन्न। यति नै छ दिदी।